वैशाख 6 र 7 गते छुट्टी पायो भने तिमीले छुट्टी होइन राजीनामा दिएर जाऊ। हस् क्या हरिबहादुर पसल नलाको छोड्दे भिटामिन ए खुवाउने यत्रो महान दिनको दिनमा बिदा मागेको त सबले बिदै दिएन बा। अब आफ्नो यो प्राणभन्दा प्यारो बच्चालाई भिटामिन ए खुवाउनु पाएन भनेदेखि त बच्चाको शरीर कमजोर हुन्छ, अरू रोगसँग लड्न सक्ने क्षमता हुँदैन, रतन्द हुन सक्छ। त्यसैले जागिर सागिर छोड्दे। अब यसो अरू कुनै जागिर सागिर खोज। बच्चालाई भिटामिन ए खुवाउनलाई छुट्टी चाहियो भने भए छुट्टी दिइहाल्थ्यो नि म। मेरो पनि त यहाँ बच्चालाई भिटामिन ए खुवाउनु पर्छ। भोलि काममा आउनु खुरुक्क। भोलि त म आउनु भ्याउँदिनँ। आफ्नो मात्रै बच्चालाई भिटामिन ए खुवाएर हुन्छ? गाउँभरिको बच्चालाई भिटामिन ए खुवाउनलाई झ्याली पिट्नु पर्दैन? उसले पर्सिदेखि आउनु। याद राखौं, भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने दिन यही वैशाख 6 र 7 गते।